अकुसाइ ल खाम्री खाम्रे अनि तपाईँले के गरेको त्यो अब्बुई यो खैनी चुना यसरी बनाइ खानुपर्छ। अन्त यो त स्वास्थ्यको लागि हानिकारक हो भन्छ, तमाकु इज इन्जुरियस टु हेल्थ भन्छ, नखानु भन्छ। यो त ब्यान गर्दैछ त। यो बिना मान्छे बाँच्नु सक्दैन। किन किन यो त मिठो खालको चिज पो त। त्यो खान पाएन भने चाहिँ के हुन्छ? पक्ला हुन्छ, पक्ला। चुना हाल्नुपर्छ। चुना र त्यो खैनी चाहिँ मिलाएर चाहिँ खानु। चुना र मिलाएर खानुपर्छ। यसले त बिमार हुन्छ अरे, निकै प्राणघातक भन्दैछ। यो त अलिक दिनमा टोटली ब्यान गर्छ होला है। त्यो पाएन भने चाहिँ के खाने? यो पाएन भने गाँजाहरू खानुपर्छ। खै त्यो खायो भने झन् मार्छ। त यो चाहिँ यसले गाँजा बिजाउँछ, यसले बिजाउँदैन नि त। चुना र खैनीले के जाति झारपात भन्दा चाहिँ यो राम्रो। हुन ठिकै हो नि है। त्यो के जाति नराम्रो कुरो खानु भन्दा चाहिँ यो खाएको राम्रै हो। तर पनि अकुसाइ ल छोड्नुपर्छ है ल। अब यो खानु हुँदैन यस्तो। यो खायो भने त सरकारले पक्रिन्छ अलिक दिनमा हो। यो खाएन भने त निन्द्रै लाग्दैन। अच्छा।